म चाहिँ इनरुवातिर लागेको छु। यहाँ उज्जवल चाहिँ जिम गरेर आउँदैछ। के हो भाइ धन्दा? वैशाख 4 गते हाम्रो यहाँ मेला लाग्छ है साथीहरू। 4 गते चाहिँ यहाँ हाम्रो यो गाउँमा ठ्याक्कै मेला लाग्छ। यहाँ जिलेबीहरू बन्दैछ। यहाँनिर अवस्था भनेको सामानहरू आउने क्रम भइरहेको छ होइन। बेलुकातिर चाहिँ ठुलै मेला लाग्छ यहाँनिर। म पनि आउँछु बेलुकातिर ठ्याक्कै 5 बजीतिर आइपुग्छु म। हिँड्नु पर्दैन, बिस्तारो। घोडाहरू चढिरहेको छ है साथीहरू यहाँनिर टक्कसँगले। घाँस चाहिँ छैन, त्यो पनि खाइरहेको छ। कस्तो लागिरहेको छ? रमाइलो लाग्छ। माइती जाँदा रमाइलो लाग्छ। रमाइलो लाग्छ माइती जान। हो, कति महिनापछि आउनुभयो? महिना अस्ति कहिले आएको छु? हो, कुन महिना लाग्छ? यो चाहिँ इनरा बजार है साथीहरू। यही घर यही। ल म आइपुगेँ है साथीहरू। नारायण आमा के पाएको हो माइजू? नारायण ल किन दुर्गा भगवतीले शङ्ख बजाउँदै महिषासुरलाई मारेको होइन त? त्यही भन्दै थिइन् त लडाइँमा। अनि हुन्छ आइमेरी बजा सुन्नुभयो आमा? अनि आइमेरी गर्नु हुँदैन भन्छ नि। यस्तो हुन्छ, सबै चिज गर्नुहुन्छ। आइमाईले के एउटा के भने आइमाईले बिहा अहिले भन्छन् मान्छे आइमाई बिहा नभएर के भने त्यो गर्छ नि। आइमा के अरे के पनि आएन नभर्नु वरण गर्छ नि त। वरण गरेर कपाल सपाल काटेर बस्न पुऱ्यो पनि त्यसले त्यो चाहिँ आइमाईले गर्न नहुने हुनाले अनि आइमाईलाई चाहिँ वरण गर्नु हुँदैन, नगर्नु भनेको छ। बिहा जानुपर्छ, पूजा गर्न हुन्छ, तर वरण गर्नु हुँदैन। आइमाईले वरण गर्ने अधिकार छैन। अनि फेरि के भनेको छ? बाउ भन्दा आमा ठुलो अरे, आमाको स्थान माथि छ अरे। किनभने भने नि अब सुरुमै आमाकै आउँछ अरे। तु नेब माता तपिता नेब, आमाकै अगाडि आउँछ। अनि उसले नै भने कि अनि श्रीमान नारायण लक्ष्मी नारायण भन्दा अगाडि लक्ष्मीकै अगाडि आउँछ। सीताराम भन्दाखेरि सीताकै अगाडि आउँछ। त्यही भन्दै थियो। अनि आमालाई माथि बनाएको त स्थान बनाएको छ। अहिले नारी भनेको लक्ष्मी हो। छोरी बुहारीलाई हेला नगर्नु। अहिले ए ल नमस्ते है। नमस्ते। के दार्जिलिङबाटै हो के कहाँबाट आउनु हो? दार्जिलिङबाटै। ए ल ल उमा दिदीको पनि अब आज हिँड्ने बेला भयो है। अब हिँड्नु अब जाने हो त। म त हिँड्न आँटेको म। दुर्गा आन्टी अहिले फर्किने अरे। देख्नु हो? हिँड्न सक्ने स्त्रीले त्यसले खुट्टा दुखेर लगभग हिजोको त धङ्गले गरेर खुट्टा सुन्निएर आएको। ओइ तिमीहरू केमा आएको? आमाको आज दसैँ लाग्यो त आमा। दसैँ लाग्यो। भिडियो बना नि त। बाँडेर खानुपर्छ है आमा। कसरी खाना पाउँदैन? बुझ्नुभयो?
कसैले खान पाउँदैन आमालाई आज खक्क खाएर बिहानदेखि बेलुकासम्म तपाईँले राख्नुमा त सबै बाँडेर खाने है आमा कान्छो नातिलाई बाँडेर खाने सबैलाई ल रसवरी आयो है बाँडेर खाने आमा सबैजना भन्दैछ यहाँ चाहिँ आमाको मुख हेर्ने दिन दिनमा यहाँ छोरीहरूले आमालाई एकदम कोसेलीहरू आफूले ल्याएको यहाँ दिइराख्नु भएको छ सिक्किमबाट त आफ्नो सग्लो शरीर आयो ए साँच्चै आमा अनि सिक्किम गएर आउनुभएको छोरी अनि कमसेकम ल्याउनु पर्छ नि त त्यही त समय कति हतार गरेर कुदाएर सिक्किमबाट कमसेकम ल्याउनु पर्छ हामी चाहिँ घुम्न हिँडेको यो बहिनी फेरि हामी चाहिँ अहिले घुम्नको लागि हिँडेको छौँ यो प्रजल भन्ने भाइ लास्टै यो अल्छी रहेछ कि प्रजल एक्लै हिँडेको घुम्न के छ आजको योजना पार्कमा अब खेल्ने भन्ने ए यो चाहिँ इनरवाको फन पार्क भन्ने रहेछ एउटा यहाँ प्रजलजीले यहाँको निरीक्षण गराउँदै हुनुहुन्छ के छ हाम्रो इनरवाको पार्क अलिक यता फर्केर भन्नु न इनरवाको हाम्रो पञ्चवटी पार्क हो अनि के छ यहाँ चाहिँ विशेषता के छ आउनको यहाँ के कारणले आउन सकिन्छ यहाँ यसो केटाकेटीलाई खेल्ने ओर्ने मनोरञ्जन गर्ने ओर्ने अब यसो केटाकेटीहरूको फिजिकल एक्सर्साइज हुन्छ भनेर अब विभिन्न चिज राखिदिएको छ यहाँ ए धन्यवाद यो चाहिँ किड्सहरूको लागि एउटा राम्रो चाहिँ यहाँ के रहेछ त भन्दा पङ्खा जोडिदिएको रहेछ सुविधा एउटा पङ्खाको चाहिँ धेरै राम्रो विशेषता रहेछ यस्तो पसिना भएर आएको छ साथीहरू यो पार्कमा तर पङ्खाको विशेषता रहेछ यहाँनिर पङ्खामा भएपछि चाहिँ जे होस् गर्मी हुँदैन बाफ रे बा के हो यो त रोबोटै आद्या के भन्न चाहन्छु यो आद्या बहिनी त के हो बाफ रे बा पुरै मुनमै पुग्ने रहेछ नि त अनि केटाकेटीहरूलाई यति भए पुग्यो के अहिलेको सामाजिक सञ्जाल चलाउने केटाकेटीहरूलाई एउटा यस्तो पार्क भएपछि मोबाइलहरू पनि हेर्दैनन् होइन पनि जे होस् आज बाप रे बाप केटाकेटी यो चाहिँ दारी फुलेको केटाकेटी है साथीहरू दारी फुलेको केटाकेटी हो है साथीहरू यो भाइ चाहिँ दारी फुलेको रिसाएको भाइ अनि त्यहाँ खेलिनौ तिमीले किन नखेलेको हाइट पुगेन के भयो अनि रोजिनाको छोरी है साथीहरू यो चाहिँ रोजिना दिदीको रोजिनाको छोरो रोजिना दिदीको छोरो है साथीहरू भाइ लड्लास है लड्लास अलिक होसियारले खेल लड्लास है भाइ लड्लास यहाँ एउटा दारी फुलेको बच्चा पनि छ है साथीहरू यहाँ हेर्नु दारी फुलेको बच्चा हो यो चाहिँ यो चाहिँ 10 वर्ष मुनिको बच्चा हो है यो दारी फुलेको बच्चा हो यो के निस्किनाटो है साथीहरू यहाँबाट ओ किरा पनि निस्क्यो त कस्तो मोटे किरा रहेछ हौ यो त यो चाहिँ सुकुटे किरा रहेछ कस्तो ए यो त रिसा किरा रहेछ यो चाहिँ मोटे किरा हो यो चाहिँ बुढो किरा चस्मा लागेको किरा हो है यो साथीहरू यो चाहिँ
यो भाइ चाहिँ चस्मा लाएर निस्किएछ। हाम्रो इनरवाको पञ्चवटी पार्क यसलाई चाहिँ स्विमिङ पुल बनाउनु पर्ने रहेछ। के भन्न चाहनुहुन्छ सर तपाईँ? म आज यो इनरवाको फन पार्क यो जोस् यो चाहिँ पञ्चावटी पार्क रहेछ नानी। यो यसको चाहिँ धेरै रमाइलो लाग्यो। एउटा चाहिँ मैले यहाँ के चिज देखेँ त भन्दाखेरि यो केटाकेटीहरू अहिले जुन सामाजिक सञ्जालहरू जुन बढी चलाउने मोबाइलहरू भनेपछि खाना खाँदा पनि मोबाइल भन्ने होइन, प्रत्येक समय मोबाइल मोबाइल भन्ने केटाकेटीको लागि चाहिँ एउटा यहाँ केटाकेटीको लागि पार्क भनेको भित्र चाहिँ खेल्ने सामानहरू सबै चिज रहेछ, जसमा चाहिँ तपाईँलाई पङ्खा फ्यानहरू जोडेको केटाकेटीलाई उफ्रिने खेल्ने, जसले गर्दाखेरि उनीहरूलाई भोक लाग्ने र खाना खाने खाना रुच्ने खालको पनि मैले धेरै विशेषता देखेँ। वरिपरि मान्छेहरूको पनि चलपल बढी नै छ। जे होस् प्रत्येक ठाउँमा प्रत्येक स्थानीय तहले चाहिँ यतिको एउटा पार्क बनाइदिने हो भने चाहिँ नागरिकहरूलाई चाहिँ एकदम सजिलो हुन्थ्यो, केही न केही चाहिँ सेवा सुविधाहरू पाउँथ्यो भन्ने चाहिँ मैले महसुस गरेको छु। यहाँ एउटा फोटो खिच्छु भयो मैले ए नानीलाई के भयो? फोन तल फ्याँकिदिन्छौ आमा। अनि यहाँ हाम्रो दर्शकबिनहरूले कसरी यो भिडियो हेर्नुहुन्छ त फोन फ्याँकेपछि? खोइ आमा दीक्षान्त त्यस्तो गर्नु हुँदैन, ब्याड ह्याबिट ब्याड ह्याबिट। यत्रो एडभर्टाइज गर्ने मान्छेलाई यहाँ ज्ञानी छ नानी, नानी ज्ञानी छ, ज्ञानी छ, नगर जुत्ता मेलाको नगर। किन रोको बुनु? बुनु ज्ञानी भएर खेल न, त्यस्तै हुन्छ। किन रोको? त्यहाँ त्यत्रो डन भएर खेलेको नानी रोएर हुन्छ। किन रोको? त्यहाँ त ट्रेम्पोलिनमा आद्या त म सबभन्दा यो भाइ तिमी हो त यहाँ यो चस्मा लाउने भाइ छ नि अगाडिको, खोइ भाइ हटा त तिमी। आयो त जो चस्मा लाउने भाइ छ नि यो भाइ, आयो नि त। यो भाइले अहिले गएर एक थाल खाना खान्छ। अब यो खेलो नि त भाइ छ नि यो भाइ, यो भाइले अब एक थाल गरेर भात माम खान्छ। अब यसले यति कुदाउने उफ्रियो यो एक कुकर सक्छ यो भाइले आज खाना। अब भाइ हेर्नु न, एक कुकर सक्छस् नि खाना आज। यहाँ को छ होला? यहाँ स्विमिङ पुलभित्र है पानी छैन, माछा जसरी पौडिरहेको छ। म त कहाँबाट सानो माछो आएछ भन्छु नि। माछो रमायो, माछो निस्किँदैछ। माछो हो डल्फिन हो कि क्या हो? ल यहीँ से एक अब कताबाट निस्किन्छ, कताबाट निस्किन्छ, कताबाट निस्किन्छ? त्यताबाट पनि छैन, निस्किन्छ कि निस्क्यो निस्क्यो निस्किन सकेन, माछो निस्किनै सकेन, माछो निस्किनै सकेन, माछो निस्क्यो निस्क्यो। माछो माछो त्यता जानु हुँदैन, लडिन्छ। आरोग्य आऊ, त्यता नजाऊ, लडिन्छ, चोट लाग्छ, चोट लाग्छ। आऊ त्यता नजाऊ। ल यहाँ खेल्दैछन् यिनीहरू है, खेल्छन् कि चल्छन् हौ यिनीहरू। ल तपाईँहरूलाई एउटा चिज देखाउनु फोटो केटाकेटी हो क्या साथीहरू। यो भर्खर यो 12-13 वर्ष पनि 10-11 वर्ष केटा आयो हेर्नु, कपाल ठाडो बनाएर के गरेको। यो अहिलेका युवा पुस्ता कुन दिशामा अगाडि बढिरहेका छन्? दाइले जे गर्यो भन्ने भाइले, अब मैले कपाल ठाडो बनाएर भाइले कपाल ठाडो। दाइ बिग्रियो भने नि भाइ बिग्रिन मिल्यो त? दाइ त बिग्रेकै छ ल, भाइ पनि बिग्रेर हुन्छ। सँग नाचेर हुन्छ साथीहरू हेर्नु त। उयो बहिनी हेर्नु न यस्तो ठुस्केर हुन्छ। अब के बहिनी हाँसी 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 नानी हाँसी 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 हाँसी। वाउ हाँसी। किन किन रोकी? रुने कुरा चाहिँ नगर। धेरै एक्सपर्ट छु नि बहिनी। यी बहिनीलाई रिस उठ्यो भने यति रिस उठ्छ कि दीक्षा उहाँले फकाउनुहुन्छ। अब दीक्षा उहाँले फकाउने। यहाँबाट झारिदिनु पर्छ अब। ल हामी यही छोडेर जानुपर्छ त।
जान्छ जान्छ नरौ नानी नरौ यो बहिनी त अस्ति एउटा गीत गाउँदै थियो त स्कुलमा यो बहिनीले अनि नानी त्यत्रो ट्रेम्पोलिन खेले कि होइन सबभन्दा धेरै खेल्ने नरौ के भयो भन नि त के भयो भन त कुरो दाइले खोइ त कुरो के भयो दाइले बहिनीलाई के भयो आद्या नरौ न त्यति जिस्काउँदैमा रुन्छन् मामाहरूले जिस्काइ पो दिएको त बहिनीलाई फका दाइ बहिनीलाई फका ल यिनीहरूलाई फकाउनै जान्दैन है आद्या दाइलाई चाहिँ पिट्नु पर्छ है क्या अनि बहिनीले यो दाइलाई पिट्नु पर्यो अब दाइलाई आरोग्यलाई कुटेपछि नानी ह्याप्पी हुने हो अब भाइ रुने भयो ऊ मक्ख छ नि अब यहाँ लै आद्याले लै हो यसरी खेल्नुपर्छ ल हो ल के भन्दैछ साथीहरू यहाँ हेर्नु के अरे क्यामेराम्यान फोकस हजुर के अरे नानी के खाने अरे पानीपुरी खाने अरे साथीहरू त्यही त अघि घरमा नानी भोक लाग्यो खाऊ भन्दा मलाई कहाँ भोक लागेको छ भनी अब यहाँ चाहिँ भोक लाग्यो पानीपुरी खाने ए हो ल यो खानु ल अब यिनीहरूको यहाँ हेर्नुहोस् ग्याङ फाइट चल्दैछ यो ग्याङ फाइटमा के हुने हो ल है न गुड तेकन्द दुइटाले खेला छन् अब के हो दुटे भाइलाई के हो त मोटे भाइलाई त दुटे भाइ त्यत्रो साह्रो पनि गर्नु पर्दैन लुगा च्यात्तिने गरी खेल्नु हुँदैन मोटे भाइ रुन आँटो हेर अब रुन्छ यसो इन्टरटेनमेन्टको लागि मात्र खेल्ने है छेउमा हेर्ने चोट लाग्छ नि फेरि मोटे भाइ रुन्छ है अब हेर ल म जिते है गाई ल कसले जितो कसले जितो अरू छैन कन्टिन्यू गर्ने अझै ल यो बहिनीले मलाई अहिले ठाउँको ठाउँ ठगिदियो साथीहरू यो औँठीलाई 10 रुपियाँको औँठीलाई यहाँ 30,000को भन्दै भन्दा बेच्न खोज्दै थियो पहिलेको केटाकेटीहरूलाई के भन्नु 30,000 अरे जब कि यो 100 रुपियाँ पनि भन्दैन यसको पहिलेका केटाकेटीले मलाई त ठग्यो हो के पर्यो अरे कान्छो ल साथीहरू अब म आज चाहिँ फर्किन आँटेको रमाइलो लाग्यो घुमेँ यहाँको तपाईँहरू पनि यहाँ आउनु तपाईँहरू पनि घुम्नु त्यसपछि के कस्तो हुन्छ प्रतिक्रिया मेरो कमेन्ट बक्समा भन्नु होला हस्त धन्यवाद पछि फेरि ल बहिनी के भन्न चाहन्छौ तिमी किन खान नानी त्यस्तो गर्नु आमा त्यस्तो गर्नु हुँदैन किन नानी त्यस्तो भयो कि के भयो भन नि त झन् भिडियो खिचिदिँदैछु झन् मेमोरी हुन्छ भनेर अनि मेमोरी हुन्छ नि त तिमीलाई तिम्रो भिडियो गरिदिएको आरोग्य दादाको भिडियो मेमोरी हुँदैन तिमीहरूलाई ऊ फेरि दादाले छुनै हुँदैन यिनीहरूको दुइटा एकै ठाउँ भयो भने त गाह्रो पर्ने रहेछ यो बहिनी रुनमा फेरि यस्तो रहेछ नि बाँकी अहिले पानीपुरी खान जाऊँ भन्दा पनि हाँस्छु फेरि अहिले पुसेकी कि कुटेकी हो पुसेकी कि कुटेकी नानी लाग्छ मलाई पुसेको लाग्छ नगर है बिहा नगर ए बोकी नै दिँदो रहेछ बलियो रहेछ त केटो दाइको माया बहिनीलाई गरेको प्यारी बहिनी बनेर हाम्री प्यारी आद्या बहिनी क्यामेरा देखेपछि मात्र रुन्छन् है तपाईँहरूलाई लाग्यो होला यहाँ कति आद्या रोकिरहेछ भनेर हामीले पज गर्दै भिडियो बनाउँदै गर्छौँ क्यामेरामा मात्र रुन्छन् है हो कि होइन भनिदेऊ त हो कि होइन भनिदेऊ न ऊ उहाँ हेर्नुहोस् है
चप्पल एट्याक चप्पल एट्याक पनि हुन्छ है। चप्पल एट्याक हेर है यहाँ हाम्रो बहिनीको। किन सानो के भयो? घर जाने पानीपुरी अमिलो खुवाउनु पर्छ नि। पानीपुरी अब उसको मामाले पानीपुरी खुवाइदिएपछि नानी अब हाँस्छे। पानीपुरी भनेर रोकी नानी। ल अब खाने ल ल ए अब ह्याप्पी ल अब के भन्न चाहन्छु अब भनिदेऊ न त। पानीपुरी खाने बेलामा पनि अनि त्यस्तो होइन ए अब नखाने अरे पानीपुरी। ल ल ल ल ल आद्या खिच्दिनँ ल ल हाम्रा भाइहरू चाहिँ ज्ञानी छन् है। यहाँ खेल्छन् ओर्छन् मिल्छन्। यो बहिनीलाई अब पानीपुरी दिएपछि यो बहिनी मक्ख भन्न थाल्यो पानीपुरी खाने भनेपछि। कम बाटी चाहिँ यो बहिनी पानीपुरी खाने भनेपछि खुसी भयो। अब पानीपुरी खाने चाहिँ खुसी भयो। यो भाइको आज व्रत अरे है, खाँदैन पानीपुरी। यो बहिनीले पैसा दिन्छ मसँग छैन। होइन 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 पहिले हो एकछिन पहिले म यहाँ सागको दिनु झरी छैन। तर अब यो भाइको पालो अब एकछिन अब यो बुझ्यो एकछिन यो बुझ्यो अब उसको कारणले यहाँ खाना पिरो छ इब्या के पिरो भयो? इब्याले खायो पिरो भयो भाइ हो पिरो भयो धेर। अनि पिरो हुँदैन तर कस्तो आँसु आउँछ नि। पानी खाने पर्दैन पानी त यहाँ छैन अब घरमै गएर। यति पिरो त म खान्छु हौ। ल इब्या भाइ त्यो पनि के हाले हुन्छ र पिरो हुन्छ यसमा? त्यो धुलो हाले हुन्छ क्या? अनि आद्या यस्तो पिरो खान्छे? भाइ आद्या यस्तो पिरो खान्छे? पानीपुरीको मात्र। ए सब्जीहरू खान्न? सब्जीहरूको त 2-3 गिलास सकेरै छाड्छु। अब इब्याले खायो होइन। अब यो बहिनीले एउटा अनि मैले एउटा अनि तेरो पालो सक्यो भाइ त 3टा खाइन्छ होइन। यो भाइले खाइसक्यो है। अब यो मेरो बाली हो। अब यो बुइनीको बाली अब खान पाइएन यार। त्यही त बिचारा आरोग्य निको भएपछि खान्छ होइन पछि। यस्तो खान्छु नि देखा खान्छु। हो एक्लै खान्छु। यो बहिनीसँग माग्नु है। पैसा यो बहिनीसँग माग्नु हामी गर्छौँ नि। यो बहिनीले पैसा दिन्छ है हौ। यहाँ रोइरहेछ बेला भयो खाना पाइन भनेर हेर्नु यहाँ रुँदैछ। के बो भाइ? खाना नपाएर हेर्नुहोस् है यहाँ बिजोग छ। यो भाइले चाहिँ खाना पाएन अरे। ल यहाँ महानन्दको शालिग पनि देखाइदिउँ यिनीहरू आएको। धन्यवाद। सधैँको विक्टरी चोक आइपुगेँ है म ठ्याक्कै अहिले।
8 बज्न आँटो इचोक आइपुगेँ अरे हटियामा त्यो हटिया अरे आज सोमबारे मेला लागेको म 8 बजे आइपुगेँ मेला अनि भाइ यहाँ मैले के घुम्नु अब साथीहरू मेला चाहिँ सकियो है साथीहरू म मेला आएको गाउँको मेला चाहिँ यस्तो सकियो यो मन्दिर हो टक्कसँगले यहाँनिर चाहिँ पूजा हुन्छ उत्पन्नको लागि यहाँ घोडा चढाउनु घोडा पनि मैले किनिदिएको छु मिठाईहरू छ मेला चाहिँ अब सकिसक्यो एक वर्षमा एकपल्ट आउँछ आज भ्याइएन आउन अब राति नै अब आइयो उज्जवल सरले चाहिँ यहीँ घोडा चढाउँदै हुनुहुन्छ है उत्पन्न 3टा त्यहाँ 2टामा अब घोडा चढाइसकेपछि उत्पन्नले भनेको पनि कुराहरू पुरा भयो साँझ पऱ्यो 8 बजिसक्यो अब यस्तै छ के भन्नु लेला पनि चाट खुवाइदिनु पऱ्यो भनेको अब टिका लाइन हेर मैले अब छोड्दै अहिले साथीहरू म चाहिँ घर आइपुगेँ होइन बिहानै यहीँ ठाउँबाट सुरु गरेको थिएँ ब्लग 7 बजे हिँडेको थिएँ अहिले 8 बजिसक्यो लगभग 9 घन्टा जति घुमेँ बाहिर हेरेर गएर आएँ ल तपाईँलाई मेरो यो कस्तो लाग्यो भिडियो मन पऱ्यो भने लाइक सेयर र सब्सक्राइब गरिदिनु होला अर्को ब्लगमा भेटौँला बाई बाई